यस कथाको शीर्षक रहेको छ ठग मामा र चलाक भान्जो। यस कथाका कथाकार हुनुहुन्छ कृष्णराज चौधरी। कुनै गाउँमा एउटा मानिस थियो। ऊ अरू मानिसहरूलाई ठग्ने काम गर्थे। ऊ प्राय दिदी भिनाजुकोमा बस्थ्यो। दिदी भिनाजुको एउटा छोरा पनि थियो। ऊ आफ्नो भान्जोलाई दिनभरि ठग चर्तीकला सुनाउँदै ठगविद्या सिकाउँथ्यो। तर भान्जो भने मामालाई भन्ने गर्दथ्यो, ठग्ने काम राम्रो होइन मामा। केही समयपछि दिदी भिनाजुकोमा कति बस्नु भनेर त्यहाँबाट हिँड्यो। एक दिन ठग्की दिदीले छोरालाई भनिन्, छोरा, अब त तँ ठुलो भइस्, केही काम गर, कति घरमा मात्र बस्छस्। अनि छोराले जवाब दियो, मामाले ठग्ने काम सिकाउनु भएको छ। ठगले सोझा मान्छेलाई ठग्छ, तर म चाहिँ ठग्ने मानिसलाई सुधार्ने काम गर्छु, हेर्दै जानु न आमा। यति भनेर ऊ घोडा चढेर मामा घरतिर गयो। भान्जो घोडा चढेर मामाकोमा पुग्यो। उसको घोडा दुब्लो पातलो र लिखुरे थियो। मामाले घोडातिर अनौठो पाराले हेर्दै भान्जोलाई भन्यो, ओहो भान्जा बाबु, आज कसरी बाटो बिराएर मेरो घरमा पाइला टेक्नुभयो? तपाईलाई यो घोडा देखौँ कि भनेर भान्जोले घोडालाई थपथपाउँदै उत्तर दियो, यस्तो लिखुरे घोडा मलाई देखाउन के लिएर आएको? तिमी जस्तो लक्का जवानले यस्तो घोडा चढ्दा सुहाउँछ? मामाले भन्यो, यो चान्चुने घोडा होइन नि मामा, यसले त प्रत्येक दिन लादीमा चाँदीका टुक्राहरू दिशा गर्छ, भान्जोले भन्यो। यस्तो पनि हुन्छ र? नचाहिने कुरा, मामाले पत्याएनन्। नपत्याए हेर्नु न, दिशा गर्ने बेला पनि हुन लाग्यो, भान्जोले भन्यो। भान्जोले घरबाट हिँड्न अघि नै घोडाको दानामा चाँदीका टुक्राहरू मिसाएर टन्न खान दिएका थिए। उसले घोडाको वरिपरि घुम्यो र ढोग्यो। घोडाको दिशा गर्ने बेला पनि हुन लागेको थियो। घोडाले दिशा पनि गर्यो। घोडाको लादीमा चाँदीका टुक्राहरू पनि देखिए। ठग मामा आश्चर्यचकित भयो र भन्यो, ओहो यस्तो फाइदाजनक घोडा? यो घोडालाई त मेरो तबेलामा सजाउनु पर्ने थियो। भान्जो, यो घोडा मलाई बेच, बरु यसको सट्टामा मेरो घोडा लैजाऊ। भान्जोले सुरुमा त आनाकानी गर्यो। मामाले अति नै जिद्दी गर्न थालेपछि उसले महँगो दाममा लिखुरे घोडा बेच्यो अनि मामाको घोडा चढेर आफ्नो बाटो लाग्यो। त्यो ठग मामाले घोडाको निकै स्याहार सुसार गर्यो। कलिलो घाँस पनि खुवायो। भोलिपल्ट बिहान लादीमा चाँदीका टुक्राहरू निस्किन्छ कि भनेर कुरिरह्यो। तर घोडाले लादी मात्र निकाल्यो। यो देखेर ठग मामा रिसायो र घोडालाई पिट्न पो थाल्यो। दनादन घोडालाई पिट्न थालेपछि घोडा ढल्यो। मामा रिसाउँदै भान्जो कहाँ पुग्यो र क्षतिपूर्ति माग्न थाल्यो। अनि भान्जो मुस्कुराउँदै भन्यो, हत्तेरी मामा, घोडाको वरिपरि घुमेर ढोग्नु भएन कि के हो? हो, त्यसपछि मात्र यसले लादीमा चाँदीका टुक्राहरू निकाल्थ्यो। तपाईँले त्यसो गर्नु भएन कि के हो? बेकारमा यस्तो लोभलाग्दो घोडालाई पिटेर थला पार्नुभयो। मामाले पनि वरिपरि नघुमेको र निर्दोष घोडालाई पिटेर गल्ती गरेको स्वीकार गरे। केही दिनपछि भान्जा पुनः मामाको घरमा पुग्यो। उसँग खरायो पनि थियो। मामाले भान्जाको स्वागत गर्दै भन्यो, आज पनि मलाई फसाउन आयो कि के हो भान्जो? भान्जा केही बोलेन, हाँसे मात्र। सामान्य भलाकुसारीका कुरा भए। केही छिनपछि भान्जोले प्रस्ताव राख्यो, जाउँ मामा आज हाम्रो घरतिर, के घरमा मात्र बसिरहनुहुन्छ? उता खाना पनि खाम्ला। जान त जाने हो भान्जो,
तर भोलि बिहान मेरो अन्तै जाने काम छ। तिम्रो घरमा गएर तुरुन्त फर्के आगो लिन गए जस्तो मात्र हुन्छ। केही मिष्टान्न भोजन गर्न पाइन्न। यस्तो मानि के गई भएर? अनि भान्जोले चिप्लो घस्दै भन्यो, यसको त धन्दा नमानुस् न मामा, मसँग भएको यो खरायो के काम? उसले झोलाबाट खरायो निकाल्यो र आदेश दियो, ए लामकानी, जा आमा बुवालाई भन्, मेरो मामा आउँदै हुनुहुन्छ, कुखुराको मासु पकारे, उसलाई धेरै हतार छ, चाँडै गर्न भन्नु। यति भन्दै उसले खरायोलाई छोडिदियो। खरायो बाटैबाट उफ्रिँदै उफ्रिँदै एकछिनमा हरायो। उता भान्जोले पहिलेदेखि नै आमा बुवालाई मासु पकाउनु भन्ने कुरा मिलाएको थियो। अनि भान्जोले मामालाई पाहुना बनाई घरमा लग्यो। अघि छोडेको जस्तो एउटा खरायो घरमा पहिलेदेखि नै राखेको थियो। सुरुको खरायो त कता हरायो हरायो। ठग मामाले अहिलेदेखिको खरायो पनि पहिलेकै खरायो ठान्यो। एकैछिनमा कुखुराको साप्रो चपाउन पाउने सौभाग्य पाएकोमा खुसी हुँदै ठग मामाले भन्यो, ओहो भान्ज, गतिलो सामान त तिमीसँग मात्र हुने रहेछ। यस्तो खरायो त म कहाँ हुनुपर्ने नि? भान्जोले आनाकानी गर्दै भन्यो, खोइ मामा, गतिलो घोडा त दिएकै हो, थला पारिहाल्नुभयो, अब यो खरायोलाई पनि लैजान्छु भन्नुहुन्छ। यसको पनि त्यही गति नै त हुने होला नि, तपाईँलाई त सहयोग गर्न नहुने रहेछ। अनि मामाले भन्यो, हेर भान्जो, यसपालि त त्यस्तो नराम्रो गर्ने छैन। त्यसपछि भान्जोले ठग मामालाई राम्रै मोलमा खरायो बेच्यो। बिदा हुँदा ठगले दिदी भिनाजुलाई भन्यो, लौ लागे म त। भान्जोले यति गतिलो खरायो दिएका छन्। अनि केही पर पुगेपछि उसले खरायोलाई भुइँमा राख्दै भन्यो, जा लामकान्ने, मालिकनीलाई भन, मालिक आउँदैछ, खाना पकाएर घरमै बसिराख्नु। खरायो उफ्रिँदै भाग्यो। घरमा सन्देश पुर्याउने भयो भन्ने ठानेर ऊ मक्ख पर्यो। तर घर पुग्दा पुरै अँध्यारो भइसकेको थियो। घरमा श्रीमती पनि थिएन, खरायो पनि थिएन। निकै बेरपछि श्रीमती आइपुगे। ठग रिसले मुरमुरिँदै भन्यो, होइन, मैले तिमीलाई खाना पकाएर राख अनि म घरमै बसिराख भनेर खरालाई खबर पठाएको होइन। होइन, कसलाई खबर पठाउनु भयो? म त छिमेकी कहाँबाट बिहे हेरेर आएकी छु। हजुर पनि दिदी कहाँबाट खाएर आउनुहुन्छ कि भनेर भान्साको सुर सार्ने गरेकी छैन। ठगकी श्रीमतीले भनिन्, खरायोलाई खबर पठाएको थिएँ, त्यसले केही भनेन? ठग अझै बम्कियो। कुन खरायो? कस्तो खरायो? के नाना भाती कुरा गर्नुभएको? ठगकी श्रीमतीले भनिन्। ठग मामाले भान्जोले आफूलाई ठगेको हो कि भन्ने लाग्यो र अर्को दिन बिहान भान्जोको घरमा पुग्यो। भान्जोलाई पिट्ने नियतले ठग मामा त्यहाँ पुगेका थिए। मामा रिसाएको देखेर भान्जोले सोध्यो, किन मामा, खराले सन्देश पुर्याएन कि क्या हो? मामा बोलेनन्। भान्जोले भन्यो, अब तपाईँ पनि कम्तीमा पहिले आफ्नो घर त चिनाउनु पर्थ्यो। घर नै नचिनाइदिएपछि, एक्कासी छोडिदिएपछि खरायो कता जाओस् त? गल्ती आफू गर्नुहुन्छ अनि मसँग रिसाएर हुन्छ? अनि ठग मामा गर्जियो, तिम्रो गलत कुराले घोडा मर्यो, तिम्रो माइजूसँग पनि भनाभन भयो, अब म तिम्रो केही कुरा सुन्दिनँ। उसले भान्जोलाई जबरजस्ती बोरामा हाल्यो अनि काँधमा बोकेर नदीमा फाल्न बाटो लाग्यो। नदी पुग्न लाग्दा मामालाई दिशाले च्याप्यो। ऊ दिशा बस्न भनी नजिकैको झाडीमा पस्यो।
बोराभित्र भान्जो भने म बिहे गर्दिन भनेर कराइरहेका थिए। त्यही बाटोमा एकजना मानिस ऊँट चढेर आउँदै थियो। त्यस मानिसले त्यो बोरा खोलिदियो अनि भान्जोले कुरा बनायो, हेर मित्र, बुवा आमाले मेरो बिहे जबरजस्ती गरिदिँदैछन्। मलाई बिहे गर्ने मनै छैन, त्यसैले यसरी बोरामा हालेर लग्दैछन्। ऊँटवालाले भन्यो, त्यसो भए मेरो बिहे गराइदेऊ न त। अनि भान्जोले खोजे जस्तै भयो। उसले ऊँटवालालाई बोरामा हालेर बाँध्यो र आफू भने ऊँटमा चढेर हिँड्यो। दिशा गरेपछि त्यो बोरा ठगमामाले नदीमा फ्यालिदियो। बल्ल काँडा हट्यो भनेर मक्ख पर्यो। नदीमा फालेको ऊँटवाला बल्ल तल बोरा च्यात्न सफल भयो। ऊ अलि तल नदीको किनारमा उत्रियो। आफ्नो ज्यान बचेकोमा उसले भगवानलाई धन्यवाद दियो। यता बोरा बोक्दा ठगमामा थकाइले चुर भइसकेका थिए। उसले अगाडि एउटा मानिस ऊँटमा चढेर शानसँग जाँदै गरेको देख्यो। ठगमामाले यो मेरो भान्जो हो भन्ने थाहै पाएन। उसले कोही ऊँटवाला हो भनेर परैबाट बोलायो, ओ ऊँटवाला, मलाई पनि केही परसम्म पुर्याइदेऊ न। ऊँटवालाले टाउको पछाडिपट्टि फर्काएर हेर्दा ठगमामा अचम्ममा पर्यो। त्यो देखेर ठगमामाले भन्यो, भान्जो, मैले त तिमीलाई नदीमा फालेको थिएँ, तिमी भने ऊँट चढ्दै आउँदैछौ, यो कसरी सम्भव भयो? अनि भान्जोले कुरा बनायो, ओहो मामा, तपाईँले फालेपछि म नदीको पिँधमा पुगेँ। त्यहाँ त जनावरहरू कति कति। हाम्रा गाउँमा ऊँट नभएकोले मैले यही ऊँट छानेर ल्याएँ। अब भने ठगमामा जालमा पर्यो। लौ भान्जा, अब किन गर्ने? मलाई पनि नदीमा फ्याल्नु पर्यो हेर। तिमी जस्तै सानो सानो जनावर ल्याउन सक्छु कि? अनि भान्जोले किन ढिलाइ गर्थे र? उसलाई त मामाको ठग काम गर्ने प्रविधिलाई सुधार गर्नु थियो। उसले मामालाई बोरामा हाल्यो अनि ठगमामाले भन्यो, टाउको चाहिँ बोराभित्रै नखाँदा ल, नदीमा जनावर छान्दा हेर्नुपर्छ। भान्जाले मनमनै सोच्यो, मैले मामालाई सोझा साझालाई नठग्ने गरी हायल कायल गर्न पो यस्तो काम गर्न लागेको हो त। अनि उसले बोरालाई खुकुलोसँग कस्यो, टाउको पनि बाहिर निकालिदियो। त्यसपछि मामाले नदीमा फ्यालिदियो। नदीमा फाल्नासाथ ठगमामा आत्तियो। ऊ पानीमा डुब्दै उत्रदै गर्न थाल्यो। उसले त्यहाँ कुनै पनि जनावर देखेनन्। नदीमा डुब्दा 3-4 घोटका पानी पनि खाइसकेको थियो। ऊ चिच्याउन थाल्यो, म अब कहिले पनि ठग्दिन भान्जा, बाहिर निकालिदेऊ। अनि भान्जाले भन्यो, मलाई मात्र नठग्ने होइन, कसैलाई पनि ठग्नु हुँदैन। तपाईँले ठगेको देखेर मैले तपाईँलाई सुधार्न यस्तो काम गरेको हो मामा। ठग मामालाई अरूलाई ठग्ने जस्तो गलत कार्य गरेकोले सजाय पाएको महसुस भयो। मामाले अबदेखि ठग्ने काम गर्दिन भनेर बाचा समेत गर्यो। त्यसपछि भान्जोले उसलाई नदीबाट बाहिर निकाल्यो अनि मामा भान्जो आफ्नो आफ्नो घरतिर लागे। यस च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला।